अस्ति हाम्रा एकजना साथीले सोधिरहनु भएको थियो यो घाँस जस्तो चाहिँ के हो भनेर। यसलाई चाहिँ बनिज टेल भनिन्छ। यसको फुलहरु चाहिँ खराएको पुच्छर जस्तो हुनाले चाहिँ यसलाई बनिज टेल भनेको। छाम्दाखेरि चाहिँ मसमस परेको कटन जस्तो हुन्छ। यसलाई 8 देखिको 12 इन्ची सम्मको गमलामा रोप्नु सकिन्छ र जत्रो गमलामा रोप्नुहुन्छ त्यही साइजमा यो फैलिन्छ। एकदमै ठुलो बोट हुन्छ। यो एउटै मात्रै बोट हो, बोट बढी फुल फुल्छ। जस्ट स्टार्ट मात्रै भएको छ फुल्नु र फुलिसकेर सुकेपछि नि यो त्यति नै राम्रो देखिन्छ र त्यो सुकेको फुलहरु नै कलेक्ट गरेर राख्छौं र त्यहीबाट चाहिँ अर्को पाली हामी फेरि सिड बनाएर त्यो सिडलाई छरेर फेरि यही प्लान्टहरु उमार्छौं। स्याहार गर्नु एकदमै सजिलो। सयपत्री फुलहरु जसरी छर्नु हुन्छ थुङ्गा खोलेर त्यसरी यसलाई पनि फुलको थुङ्गाहरु च्यातेर चाहिँ यसको सिडहरु छर्नु पर्छ र त्यहीबाट चाहिँ उम्रिन्छ। त्यसपछि यसलाई चाहिँ डिसेम्बरतिर लाउँदा हुन्छ र यति बेला चाहिँ यसको फुलहरु देखा पर्छ। फुलहरु फुल्दा फक्रिँदा सुक्दा कमसेकम अगस्त सेप्टेम्बर सम्म बस्छ यसको र फुल सुकिसकेपछि तपाईहरुले सुकेको फुलसँग गमला राखिदिनु भयो भने धेरै सुन्दर देखिन्छ र यो चाहिँ एक मात्र यस्तो फुल हो जो चाहिँ सुकेपछि पनि त्यति नै सुन्दर देखिन्छ। तपाईहरुसित यो फुल छ कि छैन कमेन्ट गरेर अवश्य बताइदिनु होला।